सो गाइस तपाईँहरू चाहिँ स्वागत छ मेरो माइनक्राफ्टको भिडियोमा। आजदेखि मैले सुरु गरेको छु आफ्नो सर्भाइभल सिरिज म र सबैले चाहिँ सपोर्ट गर्नु होला। सो यस गाइस, आजदेखि चाहिँ मैले सर्भाइभल सिरिज स्टार्ट गरेको छु। सो या छिटो भिडियोलाई स्टार्ट गर्नु भनेको। सो यहाँनिर चाहिँ रहेछ एउटा वुड, अनि यसलाई चाहिँ छिटो काटौँ होइन, फेरि राति भएपछि बजाउँछन् मन्स्टरहरूले। सो यहाँनिर चाहिँ अब यसलाई भनौँ प्ल्याङ्क्स, लेट्स गो। सो यहाँनिर चाहिँ मैले एउटा एक्स बनाइसकेँ वुडनको। अब चाहिँ यहाँ खाना चाहिन्छ होइन। सो पहिला चाहिँ अब यहाँ खानाको जुगाड गर्नु है त। मैले चाहिँ यस्तो पम्किन भएको ठाउँमा भिलेजहरू भेटिन्छ भनेको सुनेर थिएँ। सो आज चाहिँ ट्राई हानौँ ल्या। सो अलिकति ल्यापटप खराब हुनाले थोरै ल्याग चल्छ होला, बट धेरै चल्दैन। त्यहाँ अगाडि पनि पम्किन रहेछ, मलाई त भिलेज जस्तै लागेर हेरेको त होइन र। सो जुम अगाडि अब होइन, जता भिलेज भेटिन्छ त्यतै आफ्नो सामानहरू राख्ने हो होइन। सो जुम अब खोज्दै भिलेज, मैले यहाँ भिलेज चाहिँ होइन तर बेड बनाउने चाहिँ सामान भेटेँ होइन। सो अब यहाँनिर चाहिँ मसँग हुड चाहिँ रहेछ। सुरुमा अब यहाँ फेरि हुड पनि कलेक्ट हानौँ अनि बनाउने हो हाम्रो बेड, किनभने यहाँ राति भइसक्यो। राति भएपछि यु नो द्याट। यस गाइज, फर्स्ट नाइट इन आवर सर्भाइभल सिरिज है त। ओके, गुड मर्निङ गाइज। अब चाहिँ यहाँनिर जुम अब थोरै स्टोन माइन गर्न है त, किनकि अब यहाँ हामी अपग्रेड हुने स्टोनमा। ओके, यहाँनिर चाहिँ अब स्टोन माइन हानौँ, 3टा स्टोन भयो। सो अब जुन ओए मैले त अघि पनि लिएको थिएँ यार बेड, 2टा भयो, वाह होइन। सो अब यहाँनिरदेखि एउटा ओए यार फेरि स्टिकै रहेनछ। सुरुमा स्टिक बनाऊँ है त, स्टिक बनाऊँ अनि यहाँनिर एउटा पिएक्स बनाऊँ स्टोनको, किनभने पिएक्स चाहिन्छ अब कबल स्टोन माइन हान्ने। यसको यहाँ चाहिँ थोरै होइन कबल स्टोन माइन हानौँ अनि त्यस पछाडि हेरौँ के गर्ने हो। सो मैले चाहिँ यहाँ थोरै स्टोनमा अपग्रेड भइसकेँ। अब चाहिँ यहाँनिर म खाना पकाउँदैछु, किनभने मेरो हङ्गर हेर्न सक्नुहुन्छ है त कति कम छ। सो यस, यहाँनिर चाहिँ अब थोरै हुड माइन गरौँ होइन, किनभने इनकेस चाहियो भने हामीलाई भइहाल्छ। यहाँ पनि छ थोरै वुड। ओके लेट्स गो। ओके खाना पनि भइहाल्यो। यहाँनिर पिक पनि रहेछ मर। ओके पनि गयो, सक्यो। ओके यहाँ पनि छ, यहाँलाई पनि सक्यो दिइहाल्नु है त, किनभने यिनीहरूको प्राणभन्दा मेरो प्राण धेरै महत्त्व छ यो माइनक्राफ्टको सर्भाइभलमा। जनता माफ नहीं करेगी। ओके गाइज, मैले चाहिँ यहाँनिर थोरै खाना लिएर पकाएर आएको थिएँ र अगाडि नै मैले एउटा माइन चाहिँ ठुलो भेटेँ होइन। सो अब यहाँनिर चाहिँ जानै पऱ्यो माइन भेटेपछि होइन। सो अब जाउँ माइनको मुनि, यहाँदेखि कबल स्टोन लिने थोरै। ओके अब यहाँदेखि जाने मुनि, अनि यस यहाँनिर चाहिँ अलिकति अगाडि जाने। ओके आइसक्दा आइरन पनि देखिहालेँ। अब यसलाई पनि माइन गरौँ, 1 होइन 2। ओके यहाँनिर चाहिँ धेरै नै आइरन छ होला। सो फटाफट यसलाई माइन हानिहालौँ है त। आज चाहिँ आइरनको आर्मर बनाउनै पर्छ। सो लेट्स गो। मैले चाहिँ यहाँ थोरै आइरनहरू स्मेलमा हालिदिइसकेँ। अब यहाँ चाहिँ अझै म आइरन खोज्दै जाँदैछु होइन। सो भेटेँ। ओके लेट्स गो। यहाँदेखि फेरि ब्लक्सहरू निकाल्ने अनि यहाँनिर यसरी बिल्ड हानेर ओके यहाँनिर पनि आइरन माइन हानिहाल्ने। ओके यहाँको पनि आइरन भयो। ओके सो लेट्स गो। यहाँनिर पनि छ आइरन थोरै, त्यसलाई पनि माइन हान्न जान्छु है त। सुरुमा चाहिँ म एउटा सिल्ड बनाइहाल्छु। ओके, किनभने सिल्ड इज इम्पोर्टेन्ट इन केभ। सो यहाँनिर चाहिँ थोरै कोलाहरू पनि रहेछ, यसलाई पनि माइन हानौँ। अनि मैले चाहिँ यहाँनिर आइरनको टुल्सहरू चाहिँ बनाइजाउँ। ओके एउटा कोल गयो है त साथी हो। यहाँनिरदेखि टर्चेसहरू बनाऊ है त। ओके टर्चलाई लेफ्ट ह्यान्डमा राख्ने। ओके केही देखिएको थिएन, बल्ल अलरेडी देखिन थाल्यो, बट ओ माई गस टर्च लगाइसक्दा यस्तै हो गाइज। सिल्ड चाहिँ चाहिन्छ क्या, सिल्ड चाहिँ चाहिन्छ। सो अब यहाँ टर्चलाई चाहिँ यता ल्याऊ। ल्याग पिकेक्स आउँछ त ल। ओके टर्चलाई यता ल्याउने, यता राख्ने।
ओके अब ओए क्रिपर र स्केलेटन रहेछ मार्छ होला यार जम्प हान्दा त बटल छु ओके ओए हान्छ ओके ओके के गर्ने जम्प हान्दिने भन्नुपर्छ ओए ओए आइरन पनि रहेछ ओके 3 2 1 ओप्स ओके ओए फाटो भने आइरन त जान्छ ओए यत्तरी यो स्केलेटन ओके मरो फाइनल्ली आइरन ल्यापिस पनि रहेछ ओके ओके यहाँनिर चाहिँ अब टर्च लगाम अनि यस कपर मात्र छ यहाँ त त्यतिका ओके त्यसको अलिकति अगाडि जाने ओए ओए ओके कोल्ड रहेछ यहाँ ओए कसले हान्छ अब्बुई लेट्स गो यहाँनिर पनि रहेछ थोरै आइरन यसलाई पनि माइन हान्ने सो यस गाइज अब चाहिँ म सबै आइरन भइरहेको यो केपमा सबै आइरन लिएर तपाईँहरूलाई मिल्छु है त मतलब आर्मरहरू हुने जति आइरन लिएर मिल्छु तपाईँहरूसँग सो या जस्ट वेट गर्नु 2 मिनट आइरन आर्मरहरू बनाएर भेट्छु तपाईँहरूलाई फाइनली गाइज म चाहिँ ओए ओके सो फाइनली गाइज म चाहिँ आइरन आर्मर फुल कम्प्लिट गर्न माथि आइसकेको छु अनि यस यहाँनिर थोरै खाना पनि कलेक्ट गरेको थिएँ अब चाहिँ यहाँनिर जाउँ हामी सिधा एउटा भिलेज खोज्नलाई भिलेजबाट हामी अनि एपिसोड सेकेन्डमा हामी बनाउने आफ्नो लागि एउटा सानो घर सो या ओइ ओइ के हो यो लक वेट कडा छ त यार गाइज होइन सो यहाँ सबैले चाहिँ जसले लाइक हान्नु भएको छैन सबैले लाइक र सब्सक्राइब हानिदिनु र जति हुन्छ सेयर हानिदिनुहोस् है त यो भिडियो सो या यो चाहिँ मेरो फर्स्ट भिडियो हो यहाँ लाइक र कमेन्ट चाहिँ हानिदिनु कस्तो लाग्यो थोरै ल्याग चल्छ बट यहाँ हुन्छ ठिकै छ होइन यतिको चाहिँ हुन्छ ओके गाइज लक चाहिँ हो क्या मेरो भिलेज पनि भेटेँ अब सबै त गयो होइन भिलेजलाई लुट्ने हो अब ओए ओके ओए ओए उयो परको ओए ब्ल्याक स्मिथ होइन गाइज ओए ओके अब राम्रो लुट भयो भने मात्र हो होइन राम्रो लुट रहेनछ भने त काम छैन गाइज ब्ल्याक स्मिथको भने होइन आइरन आर्मर भइगयो अब डायमन्ड रहेछ भने मात्र हो ब्ल्याक स्मिथ चाहिएको नभए भने त चाहिएको छैन है त ब्ल्याक स्मिथ ओके सो ओम नमः शिवाय नचाहिने रहेछ बटल चाहिँ लिइरकौँ खानाको कमी छ यो पनि लिइरकौँ दुइटै चाहिएला कि कहिले सो तपाईँहरूलाई पनि आजको भिडियोमा मजा आयो भने लाइक सेयर कमेन्ट हानिदिनु होला ल र अब एपिसोड सेकेन्ड पनि छिटो आउँदैछ त्यसको लागि पनि वेट गर्नु होला है त सो सबैले सपोर्ट गर्नु होला अनि या थ्याङ्क्स फर वाचिङ एन्ड टेक केयर एभ्रिवान गुड बाई